यहाँ दाइले ल मह निकाल्दैछ। मेरो जीवनमा पहिलो फेर पनि यसले मुलुक कुहिरो निकाल्छ त मैले टिभीमा देखेँ। पहिला अनुभव पनि अति माउरी व्यवसायी त अधिकाली छिनु कुलाको रे त माउरीले चिनिसक्यो। मेरो मालिक भन्ने चिन्यो तर मलाई चाहिँ चिनेछन् है। ओहो ल ल ल मेरो जीवनको पहिलो फेर यो अनुभव छक्कै पऱ्यो कि भएन? छक्क नि फेरि पहिलो फेर हेरेर यस्तो परेछ क्या। फल कस्तो माउरी पनि फल्छ र मुवा धेरै रहेछ भने उल्टो उल्टो बोल्छ उचाल्नै सक्दैन गोर्नु भएर जम्मै खस्यो है यता त्यति पनि अलिकति अलिकति 10 केजी त बढी छ होला। बढी छ। यस्तो मेहनती यो माउरी भन्ने जात है एकदम मेहनती हुँदो रहेछ। ओहो ल माउरीको मुवा जीवनमा पहिला फेर मुवा काटियो। अब चाहिँ डर लाग्दैन मलाई, माउरी टोक्यो पनि डर लाग्दैन। अब धनमाथि 2-3 घाट पार्दिनु हो। 2-3 त होइन एउटासँग त माथि त जान सक्दैन होला नि। किन नजाने ठ्याक्क राखिदिएको छ तुमले। धन मजाले उ त्यो माथि एकान्तमा मजाले बस्छ। ल माउरीको मुवा खाने भए आउनुहोस् है। ल माउरीको मह खाने भए हाम्रो भेनालाई सम्पर्क गर्ने थियो। अब आजदेखि व्यवसाय भयो। दुःख गर्ने मान्छे उहाँ छ दाइ। अब यता मालिक रे। ल मामा उता मामा माउरी हेर्ने माउरी नजान्दा म आजकल नमारे माउरी मार्ने। ल ल मुवा खाने आज मुवा खाने हो ल ल खाने बेला अलिक चाख त चाख अलिक चाख हुन्छ। तिमीले झिकेर आरामले खाउने के यो अर्ग्यानिक भनेको अर्ग्यानिक हुन्छ। के गर्मी त गर्मी त